मेरो नाम बिमला तामाङ। जुन परिवारलाई थाहा भएको हुँदैन छोराछोरी बिग्रिरहेका छन् भइरहेका छन् र हाम्रो समाज यहाँ कस्तो छ भने तपाईँको छोरा बिग्रिँदैछ तपाईँको छोरी बिग्रिँदैछ भन्दा उल्टै हामीलाई गाली गर्नेछ क्या। हो दिदी कहाँ बिग्रियो कसो भयो भन्ने त्यो छैन। यसलाई किन बाठी भएको यो बिना पत्तामा मेरो छोरा जहाँ छ कि जहाँको छोरी जहाँ छ भन्ने छ। हाम्रो समाज चाहिँ यो अशिक्षित हो कि अब शिक्षित हो कि जानी हो कि बा लाज लागेर हो कि यो भन्नु म सक्दिनँ। म बोल्ने मान्छे नि हो छुट्टी मान्छे नि हो। म देखेको कुरा म प्याच्चै भन्ने मान्छे हो। तर हाम्रो लेख सबैलाई म गाली गर्नु चाहन्न। म 43-44 वर्ष भयो। मेरो हुर्काई बनेको विराटनगर हो। 10 क्लास पढेको मान्छे हो। 36 सालमा यसरी दिएको मान्छे हो। यहाँको मान्छेलाई भन्दा 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 वाक्क भएर म चाहिँ छोडेको छु। तर भाइहरूले नानीहरूले गर्नुभएको साह्रै खुसी लागेको छ मलाई। अहिले मेरो चाहिँ कार्यक्रम चाहिँ गुम्बामा छ। यहाँ हाम्रै तामाहरू पनि मान्दैन। यहाँ हेर्नुहोस् आऊ गर कति हाल्छु फोटो कोही आउनेवाला छैन। भाइहरूले गरेको साह्रै नै राम्रो।